हाई साथीहरू, आज चाहिँ हामी सटरडेको दिन चाहिँ छुट्टी मनाउन चाहिँ गौडातिर स्विमिङ गर्न लाग्यो। अब छुट्टी मनाउन भन्दा पनि फेरि साथीहरू आज शनिबारको दिन चाहिँ यति गर्मी छ यो झापाको गर्मीको त कुरै नगरौँ साथीहरू है। यति गर्मी छ आजको दिन, आम्मा कुरै नगरौँ। त्यही भएर हामी चाहिँ स्विमिङ गर्न जाउँ भनेर चाहिँ लाग्यो है। स्विमिङ गर्न गएको हुन चाहिँ मैले घरदेखि अगाडिदेखि नै स्टार्टदेखि नै मैले भिडियोहरू चाहिँ बनाएको थिएँ, तर मेरो के भयो साथीहरू भिडियो नै चलेन। गौडा पुग्न आँटेको भिडियोहरू मात्रै रहेछ, तर पनि केही छैन है। तर यति राम्रो भएको रहेछ साथीहरू, गौडा आउने बाटो यति राम्रो भएको रहेछ। पहिला हेरी त स्वर्ग भनौँ न है, त्यस्तै राम्रो भएको रहेछ। पहिलाको बाटो ग्राभेल कच्ची यस्तो नराम्रो खत्तम बाटो थियो है, तर पनि केही छैन। अहिले त वाउ है, यति राम्रो बाटो भएको रहेछ। तर थोरै गौडा पुग्ने बेलामाको बाटो चाहिँ अब अलिकति बनिनै बाँकी रहेछ, थोरै ग्राभेलहरू नै ओछ्याएको रहेछ। तर पहिला हेरी त धेरै नै राम्रो भनौँ। तर के छैन साथीहरू, यहाँ आइपुगेपछि चाहिँ सायद अब हामी गौडा आयौँ नै भन्दा पनि भइहाल्यो है। गौडाको छेउ नै हो यो भनेको चाहिँ है। त्यसपछि मेरो बुढो, देवी अनि लक्ष्मी, म भान्जी गरेर हामी चाहिँ 5 जना चाहिँ पौडी खेल्नको लागि चाहिँ यस्तो एक्साइटेड भएर आएको साथीहरू, एक्साइटेड भएर आएको। हामी प्रायः सालमा त एक खेप चाहिँ आउँछौँ होइन। तर यति भिड साथीहरू, यहाँ पुगेपछि यति भिड, यहाँ तलदेखि नै हेर्नु न यति भिड छ भनेपछि माथि पुगेपछि त म त झन् बियोस यो ठाउँ, यो बाइकहरू देखेर, यो गाडी देखेर म चाहिँ एकछिन चाहिँ यो गर्मीमा झन्नै बियोस भएँ। किनभने हामी प्राय सालमा एक खेप त आउँछौँ नै, तर पनि यति भिड चाहिँ मैले कहिले पनि देखेको थिइनँ कि। त्यति भिड है, सायद झापाभरिको मान्छेहरू चाहिँ यही गौडामा आएर थुप्रै क्या हो भनेर यस्तो रिस उठेको साथीहरू, यस्तो रिस उठेको। किनभने हामीले भने जस्तो अब पौडी खेल्न पाइँदैन नि त होइन, अब इन्जोय गर्न पाइँदैन। मान्छे भिड है, आम्मा यो चाहिँ फर्स्ट टाइम होला मैले पनि यति भिड देखेको। झन् तल गौडा मुनि कति होला है बाइकहरू, मान्छे कति होला है। कस्तो रिस उठ्यो साथीहरू। अब हुन चाहिँ अब रिसाउने कुरा चाहिँ छैन यसमा। अब यति हाम्रो दुर्गापुर बितामोड नजिक अब भनेको त 1-1.5 घन्टाको बाटो हो। अब 1 घन्टाको बाटोमा यो पहाडदेखि झरेको चिसो पानीमा स्विमिङ गर्न चाहिँ कसलाई चाहिँ मन पर्दैन र साथीहरू। भन्दा नभन्दै हेर्नु न मुनि यति आम्मामा भिड। घट्टे रेस्टुरेन्ट, यो रेस्टुरेन्ट साथीहरू यति राम्रो छ बाहिरबाट हेर्दा चाहिँ, तर भित्र खाजाहरू चाहिँ कस्तो छ थाहा छैन। प्रायःहरू चाहिँ हामी चाहिँ यहाँ चाहिँ खाजा खाँदैनौँ। प्राय खाजाहरू चाहिँ हामी चाहिँ अब घरदेखि नै लिएर आउँछौँ होइन। त्यही भएर चाहिँ यहाँ खाजा खाएको छैनौँ। एक दिन चाहिँ यहाँ चाहिँ टेस्ट चाहिँ गर्ने विचार छ, तर हामी चाहिँसम्म खाएको छैनौँ साथीहरू। अनि यो पुलमा हेरौँ न त ल कस्तो रहेछ, तर ठाउँ चाहिँ कहाँ चाहिँ खाली रहेछ हामीलाई स्विमिङ गर्नको लागि चाहिँ भनेर चाहिँ हेरेको साथीहरू। कहीँ खाली छैन। मान्छे भनेको माछा जत्तिकै साथीहरू यत्तिकै छन्, खोलाभरि। तर पनि यति टाढो आएपछि स्विमिङ नगर्ने त कुरै भएन। त्यसपछि एकछिन भिडियोहरू बनायौँ पुलमा, अनि हामी चाहिँ मजा खोलामा झरेको साथीहरू। खोलाको पानी देखेर त म यस्तो जम हाने साथीहरू, आम्मामा कुरै नगरौँ। यो झापादेखि रन्केर है गएको, यो गर्मीमा गएको मान्छे है, यो पहाडदेखि झरेको चिसो पानीमा चाहिँ स्विमिङ गर्दाखेरि ओहो, म त एकछिन चाहिँ स्वर्ग पुगेँ साथीहरू, स्वर्ग। त्यसपछि साथीहरूसँग एकछिन टिकटकहरू बनायौँ अरे। अब यसो हिरोनी पनि हुन पऱ्यो होइन, खोलामा यसो सुटहरू गर्नु पऱ्यो। अनि बुढो पनि लजाउँदै हुनुहुन्थ्यो, बुढोलाई पनि तानेर यत्तिकै इन्जोय गर्ने आएको मान्छे के को लजाएको भनेर यसो फोटोसोटो खिच्यौँ अरू है, भिडियो बनायौँ। आजको सटरडे चाहिँ साथीहरू यति रमाइलो भयो कुरै नगरौँ। एक दिनको भए पनि यस्तो मैले मजा लिएँ साथीहरू है, यति इन्जोय गरेँ, कुरै छैन साथीहरू। हस् त।